अल नेपाली र अल बिग दाजुभाइहरूलाई जानकारी गराउन चाहन्छु। आज बबी यता है यता। आज बबी कता हुनुहुन्छ भनेर तपाईँलाई चिन्ता परिरहेको होला होइन। बबी चाहिँ आज यता नेपाली दाजुभाइ दिदीबहिनीको चाड तिहार भाइटिका त अब सकिसकेको छ, तर पनि साउदीमा चाहिँ मगर संस्थाले चाहिँ उहाँहरूले नेपाल मगर सङ्घले चाहिँ दाजुभाइ दिदीबहिनी मिलेर चाहिँ आज भाइटिका मनाउने कार्यक्रम बनाउनु भएको रहेछ र म पनि उपस्थित छु र यहाँ धेरै दाजुभाइ दिदीबहिनीहरू धेरै हुनुहुन्छ र सबैजनालाई म देखाउन चाहन्छु। र सात समुद्र पारी भए तापनि आफ्नो चाडबाड नेपालीको चाडबाड होइन बोल्न सकिँदो रहन्छ र त्यसरी दिदीबहिनीहरूले चाहिँ होइन मगर सङ्घको मार्फत चाहिँ चाड मनाइरहनु भएको छ। दाजुभाइको चाड भाइटिकालाई चाहिँ यसरी मनाइरहनु भएको छ र यहाँ बबी पनि उपस्थित हुनुभएको छ र धेरैजना दाजुभाइहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, देख्न सक्नुहुन्छ। हुन त मैले मिल्दैन लगाउनलाई, तर पनि जस जसले लगाइरहनु भएको छ दाजुभाइहरू एकदम हाँसी खुसी हुनुहुन्छ। नेपाल छोडेर सात समुद्र पारी आएर पनि यसरी दिदीबहिनीको हातको टिका र माला लगाउनु पाउँदा खुसी भएर चाहिँ दाजुभाइहरू एकदम रमाउनु भइरहेको छ। यस्तै छ, हामी विदेशमा छौँ तर पनि नेपाल र नेपालीलाई चाहिँ भुल्न सक्दैनौँ होइन, जहाँ भए पनि र कसैले भुल्नु पनि हुँदैन। देख्न सक्नुहुन्छ एकदम यहाँ चाहिँ रमाइलो भइरहेको छ। फलफुलहरू होइन नेपाल मगर सङ्घले चाहिँ मलाई पनि बोलाउनु भएको थियो र आज उपस्थित भएको छु। म पनि चेलीहरू टोपी लगाइरहनु भएको छ, माला यसरी पर्सिरहनु भएको छ दाजुभाइहरूलाई देख्न सक्नुहुन्छ सबैजना देख्न सक्नुहुन्छ पुरै पर्सेर आज भाइटिका मनाइरहनु भएको छ साउदी दमाममा 80कोमा र यता पनि चेलीहरूले चाहिँ दाजुभाइलाई टोपी माला लगाइरहनु भएको छ होइन। मेरो दर्शन अब कस्तो लागिरहेछ साउदी जस्तो ठाउँमा रणौनी जस्तो ठाउँमा दिदीबहिनीको हातको टिका लाउनु पाउँदा एकदम रमाइलो हो नि होइन। गुड गुड, थ्याङ्क यू। मेरो दाइ नमस्कार। र आजको कस्तो हो? औपचारिक साथ हाम्रो दैनिक रूपमै दैनिक सधैँ वर्षमा मनाएको हो, तर यसपालि चाहिँ राजनीतिक उथलपुथल गर्दाखेरि नेपालको पनि परिस्थिति देखिन्छ। हामीले पनि यहाँ यस्तो गतिविधि केही पनि गर्न होला, तर हाम्रो रीतिरिवाज संस्कृतिलाई चाहिँ जीवन्तता दिनको लागि यसलाई अघि बढाउनको लागि दिदीबहिनीको हातको टिका लाउनु पाउँदा पनि यसरी मनाउन पाउँदा एकदम खुसी छु। एकदम ह्याप्पी छौँ नि होइन हामी सबैजनालाई एकदम थ्याङ्क यू। र यसरी नै अब हामी सात समुद्र पारी भए तापनि हाम्रो नेपालीको चाड दिदीबहिनी दाजुभाइको चाड होइन बोलेको छैनौँ है, बोल्नु पनि नपरोस्। एकदम थ्याङ्क यू मेरा दाजुभाइहरूलाई र जानकारी दिदीबहिनीलाई एकदम थ्याङ्क यू। चेलीहरूलाई पनि सकिन्छ। आज कस्तो लागिरहेछ दाजुभाइलाई एकदम यसरी टिका माला लगाएर होइन चेलीहरूले एकदम खुसी दाजुभाइलाई रङ्गाइरहनु भएको छ। हामी विदेशमा भए तापनि यसरी रमाइलो भन्नाले पनि एउटा परम्परा दाजुभाइ दिदीबहिनीको तिहार भाइटिका जोस् एकदम सम्मान छ चेलीहरूलाई र दाजुभाइहरू एकदम खुसी चाहिँ हामीले यसरी नै धेरै दाजुभाइहरू हुनुहुन्छ।
नमस्कार कस्तो लागिरहेछ आज एकदमै रमाइलो छ एकदम ठिक छ यसरी नै नेपालीको दाजुभाइको दर्शन भाइ कस्तो लागिरहेछ आज अब हुन त मगर सङ्घले गर्नुभएको रहेछ मलाई खुसी लाग्यो तपाईँहरूसँग आएर यसरी भेट्न पाउँदा है दर्शन भाइ थोरै केही भनिदिनुहोस् आज सम्पूर्णलाई नमस्कार हजुर नमस्कार एउटा प्रवासमा बसेर पनि एउटा चेलीबेटीको हातबाट सन्तरणीय टिका निधारमा गराउँदा एकदमै सबैलाई गर्वशाली कुरा हो एकदमै र प्रवासमा नेपालको आवासलाई हजुर हजुर प्रवासमा एउटा मनन गरेर एउटा प्रवासी दिदीबहिनीहरूबाट हजुर भाइ पवित्र टिका खानु पाउँदा सम्पूर्ण यसरी सात समुद्र पार पनि आएर यसरी यसरी सदा सर्वदा यो टिका प्रवासमा हामी भएर पनि एकदम नेपालको आवास दिलाउँदै हामीले सदा सर्वदा यो कार्यक्रम सञ्चालन गरिरहनु एकदम एकदम थ्याङ्क यू दाइ मगर सङ्घलाई थ्याङ्क यू दाइ दाइ नमस्कार एकदम गुड र यसै गरी देख्न सक्नुहुन्छ अब यता दाइहरू पनि हुनुहुन्छ भाइहरू होइन धेरै हुनुहुन्छ धेरै आउनुभएको छ आज चाहिँ मगर सङ्घमा चेलीहरू र सबैजनाले सही ढङ्गमा सोचिदिनु होला किनभने हामी सात समुद्र पारी छौँ होइन गलत शब्दहरू गलत उच्चारण हुन सक्छ तर त्यस्तो सोचहरू नगरिदिनु होला कसैले पनि यता पनि हुनुहुन्छ मेरो भाइहरू र आज भाइहरू कस्तो लागेको छ मेरो भाइ थोरै जानकारी आज चेलीहरूसँग यसरी होइन भेट्न पाउँदा र यसरी दाइ नमस्कार र नमस्कार छ हजुरहरू आजको चाहिँ छोरी चेलीको चाड होइन भाइ दाजुभाइको भाइटिका आज यसरी मनाउनु पाउँदा खुसी लाग्छ नि है थ्याङ्क यू र यसै गरी सबैजनालाई त्यही नमस्कार र सबैजनालाई जानकारी गराएँ र नेपालबाट हेरिरहनु हुने अल फ्यामिली सबैजनालाई पनि जानकारी गराउन चाहेको छु दर्शन छ र आज थोरै जानकारी गरिदिन्छ आज यो हाम्रो तिहार नेपालीको चाड तिहार दाजुभाइ दिदीबहिनीको तिहार आज यहाँ यो मगर सङ्घमा होइन यसरी मनाउनु पाउँदा कस्तो लाग्यो ओके थ्याङ्क यू नमस्ते दिदी धेरै चेलीहरू आउनुभएको छ र दाजुभाइलाई यसरी रङ्गाइरहनु भएको छ एकदम बेटर यसमा साथ दिएको छु मैले पनि र अल नेपाल र अल कन्ट्री सबैलाई होइन इन्फर्मेसन पनि हो जानकारी हो हामी जहाँ रहे पनि नेपाली र नेपाली बोल्नु हुँदैन है सबैजनालाई जहाँ रहे पनि एकदम यसरी नै हामीले